अहिले हामीले जात जातमा घृणा पैदा गर्नु हुँदैन। अहिले सिक्किममा गोर्खा भन्दै मान्छेहरू बुझ्छ। आज यो गोर्खा कुरा तपाईले राम्ररी सुनेर जानु होला। अरे हामी सिक्किमको जनता देशैसँगमा भारतमा जाने सिक्किमको नेपालीहरू देशैसँग भारतमा मिस्नेहरू कसरी गोर्खा हुन्छ? हामी त सिक्किमे नेपाली हौ, हामी सिक्किमे हौ, नेपाली हौ, सिक्किमे भाषी हौ हामी। हाम्रो भारतको अरू नेपालीसँग, नेपालको नेपालीसँग हाम्रो थर र जात मिल्नु सक्छ, गोत्र मिल्न सक्छ, तर हाम्रो इतिहास मिल्दैन, हाम्रो अधिकार मिल्दैन, हाम्रो राष्ट्रियता मिल्दैन। हामी हाम्रो पुरानो राष्ट्रियता भनेको सिक्किमै हो, सिक्किमिज हो। अहिले हामी इन्डियन हो भने हामी एउटा पुरानो राष्ट्रमा बस्ने मान्छे, एउटा राष्ट्रियता भएको, हाम्रो कल्चर ट्रेडिसन भएको, हिस्ट्री भएको, हाम्रो पहिचान भएको, भाषा भएको एउटा नेपाली जाति, भोटे लेप्चा जाति भारतमा जब देशसँग जाप्ने जाति कसरी गोर्खा हुन्छ? आज तपाईले बुझ्नुहोस्, इन्टेलेक्चुअली लेख्नुहोस्, पढ्नुहोस्, चिन्तन गर्नुहोस्। अरे गोर्खा भनेको जुन चाहिँ नेपालको गोर्खा भन्ने जग्गादेखि भारतमा आएर काम धन्दा गर्नेहरू, भारतमा आएर मिलिट्री आर्मी गर्नेहरू, नेपाल सरकारले भारत सरकारमा मिलिट्रीमा पठाएर रेमिटेन्स खानेहरू, नेपाल सरकारले खानेहरू, अब त्यसरी भारतमा पहिला आउनेहरू गोर्खाबाट, पहिला नेपालको एउटा गोर्खा भन्ने जग्गा त्यहाँबाट पहिचान भएको, अनि त्यही नामबाट आज भारतमा गोर्खा तपाईको रेजिमेन्ट बनाएको ब्रिटिसले। अब त्यो के हामी नेपालदेखि ब्रिटिस आर्मीमा आएको हो? हामी के ब्रिटिस भारतमा ब्रिटिस हुँदाखेरि हामी के नेपालदेखि आएर चाहिँ भारतमा नोकरी गरेको, मिलिट्री गरेको होइन। हामी त त्यति बेला सिक्किम राज शासनमा हामी त्यति बेला थियौं। हाम्रो देश सिक्किम थियो भने सिक्किम देशको जनता कसरी गोर्खा हुन्छ? हिस्टोरिकली हेर्नुहोस्। नेपाली भयो भन्दा नेपाली भाषा मिल्यो, जात मिल्यो भन्दा कसरी गोर्खा हुन्छ? हामी गोर्खा होइनौं, हामी सिक्किमे नेपाली हौ। आज हामी तपाईको इन्डियन हौ। हामी आज सिक्किमे भारतीय हौ, नेपाली भाषी भारतीय हौ। आज यो माथि तपाईहरु इन्टेलेक्चुअलले चर्चा गर्नुहोस्, लेख्नुहोस्। तपाईहरुले समाजलाई मिसगाइड, मिसलिड हुन नदिनुहोस्। आज